हेलो दर्शकबिन देख्न सक्नुहुन्छ आज चाहिँ हामी चाहिँ मङ्सिर लागेसँगै धानहरू बालीहरू यसरी चाहिँ उठाउने सुरु भइरहेको छ। देख्न सकिन्छ एकदम मजासँगले कसैले असार्ने त कसैले पछार्ने अनि कसैले बान्ने त कसैले बटुल्ने गर्दै धमाधुम हाम्रो चाहिँ मङ्सिर लागिसकेको छ। देख्न सकिन्छ एकदम मजासँगले मौसम पनि एकदमै ढकमक घाम लागेर निकै नै सुन्दर देखिएको छ। योभन्दा केही दिन अगाडि चाहिँ पानी परेर धेरै नै बारिस भएको हुनाले अलिकति बाली नालीहरूलाई अलिकति क्षति पुर्याएको देखिन्छ। बाँकी अहिले त घाम निस्किएर बालीहरू चाहिँ अहिले जतिसक्दो चाँडो छिटोभन्दा छिटो लुकाउने भइरहेको छ। देख्न सकिन्छ एकदम मजासँगले तल बटुल्नेले बटुल्दै लानेले लाँदै अनि आउँदैछन् यतातिर काट्न अझै पनि बाँकी छ। पारी देख्न सकिन्छ धानको एरियाहरू धान काट्न बाँकी नै छ। पारी पनि देख्न सकिन्छ पर पनि त्यो छ। मौसम एकदम घाम मजाले लागिरहेको छ। योभन्दा अगाडि चाहिँ पानी परेर सबै बालीहरू सबै अनि त्यही भएर अब चाहिँ काट्ने बेला भइरहेको छ। सबै बाली उठाउनलाई हेर्दा जति मजा लाग्छ त्यति नै गाह्रो छ।